हामी चाहिँ टिकाको दिन मामा घर जाँदैछ है। गाइसहरू पुरै जङ्गलको बाटो छ है। जङ्गल गएर बल्ल रोड आउँछ। तर म फर्स्ट टाइम त अब यसमा लाग्छ यार। म त एउटा मासु पनि किन्छु ढाडे। गइस फर्स्ट टाइम सेकेन्ड टाइम हो। राम्रो जाँदाखेरि त म झ्यापमा थियो। रामे मलाई फोन आयो मलाई दिखाए म कान्छे। ओइ ढाडे एउटा माएर। यो चाहिँ हाम्रो पानी खाने कुवा। कुवा भन्नाले पानीको मुहान। यस्तो छ है पानीको मुहान हाम्रो। मुख धुँदैछ यतातिर चाहिँ हाम्रो पानीको मुहान। प्लिज लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला है। न यस्तै हो यस्तै हो। यतातिर पनि फोन गर्छु पक। कसले त्यो दमिनीलाई त फोन गर्ने। पारा सल्टी। पारा। म नि मेरो डल्लीलाई फोन गर्छु पक। डल्ली रे के हो के हो? कहन थाहा जति फोन गरेपछि को हो डल्ली। भयो भरको सबै दमिनीलाई पठाए। यता चाहिँ केटीलाई फोन गर्न लागिरहेछ। डल्ली नाम छ है केटीको। नाम डल्ली अथवा आफूलाई आफ्नो के गर्यो। केटीको नाम डल्ली रहेछ। देखियो आज सुनियो पनि नाम भनियो। ओइ कहाँ त टिकालाई साले रेड बुल खाएर कुनै पल्टिन्छ। झन्डै लडेन। नि यता पारा केटीसँग बोल्दै हिँड्दा पारा एकदम अच्छा पारा। तेरो दाइ हेर कहाँ कहाँ हिँड्दा। ए रामेको नाति। ओइ कहाँ रहने गर्छ तेरो। चलो बैठ चलो। यता देखा त। म दाना पानी खाँदै भन्ने चाहिँ। जुगाले खाइसकेछ यता आएर फेरि। हत्तेरको जुगाले भ्याउनु भ्यायो। गाइसहरू जुगाले भ्याउनु भ्यायो। जुगाले भ्यायो भ्यायो जुगाले। कहाँ देखास् क्या हो साले डल्ली। भ्यू यो चाहिँ यस्तो भ्यू छ। हेर्नु यसो सरेर लगाएर भ्यू। ए कट्स टिप्न लगाएर खायो यता फेरि। कट्टुस गाइस हामी चाहिँ कटुस टिपेको ल। कट्टुस खाने भयो यतातिर हाम है गाइजहरू कट्टुस। ए कट्टुस टिप्दैछु। बाटो हिलो छ क्या त्यही भएर चप्पल लगाएर आइदिएको। अब जुगा चढेछ क्या। अरू ताकिएपछि जुत्ता लाउने हो। चड्डी चिप्लाक साले। किन म नजाने छ्याम है फर्के। म फर्किदिएँ छ्याम। छ्याम है हल्का भाउ दियो नि त म त लिएर आउँछु। मान्यो त्यो साली मान्यो नि त म त लिएर आउँछु आज। कसम भने हो भने
सुनिनुहोस् मेरो दाइको गफाडीको कुरा साली ल्याउने रे पारा एकदम काटुसा दुईटा चाउचा दुईटा बिस्कुट अनि एक उठाउ त्यो बोतल बस म यो सेन्टिको यहाँ दिखाई फाइनली हमारा ल, कट्टुस इतना कटुस चाहिँ यति भयो है टिप्याएको अहिले कटुस रामो त राम ल जाम 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 चल 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 फाइनली हामी चाहिँ जाँदैछौँ है त मेरो यो बोलको झ्याङ घुम्न जान्छु भनेर जाने हो नि त नि यहाँ चाहिँ अच्छाले रोप ग्राबिल गर्दैछ अलिकति होला अच्छा तरिकाले कति गरेर त्यो चाहिँ अहिले हेर्दै जाम्ला देखिन्छ हेर्दै गएपछि गाइजहरू फ्रेस वाटर खाना पास पानी यतातिर चाहिँ पानीको धारा छ के भन्छ जाम बस्नु लाउनु पर्यो मुख धुम गर्छ यस्तो छ यतातिर चाहिँ है यो चाहिँ गोर्खापट्टि डाँडा है यो चाहिँ त्यहाँको पारिपट्टि भ्यू गोर्खापट्टि डाँडाको भ्यू यो चाहिँ यतातिर चाहिँ गोर्खापट्टि डाँडाको भ्यू यस्तो राम्रो देखिरह गोर्खापट्टिको भ्यू चाहिँ एकदम राम्रो काट्टा देखिया छ यहाँबाट भ्यू चाहिँ काट्टा देखाएर चाहिँ हाम्रो पारा भ्यू चाहिँ काट्टा देखिया यो त जुगा टिप्दैछु त यसको झन् पर गराउँछ ओए यस्तो राम्रो भ्यू देखिरह हेलो गाइज प्लिज सपोर्ट गरौँ है लाइक एन्ड सब्सक्राइब गरौँ अनि कटुस यता फेरि फोटोग्राफर यता चाहिँ फोटोग्राफर छ है यतातिर अहिले जस्तो पुज्दैन त्यसै देखाउँ माथि सापहरू पाएको यो चाहिँ तिनमानेको ग्राउन्ड तिनमाने ग्राउन्ड यो चाहिँ के रे जानियो त त्यो स्कुल के कुन स्कुल हो भने चाहिँ त्यो गाउँको नाम त हामी चाहिँ राति राति पिङ खेल्न भनेर जाँदैछ है यतातिर गाइजहरू चाहिँ यतातिर यसो देखाइदिनु पर्यो क्या यताको भ्यू अँध्यारो अँध्यारोको बत्ती बोलेको
लाइक एन्ड सब्सक्राइब गरेर चाहिँ नबिर्सिनु होला है। फेरि म भन्नुहरू होइन हामी चाहिँ राणा गाउँ आइपुग्यो होइन। यो चाहिँ राणा गाउँको टिमतिर छ है। यहाँ चाहिँ कोही नि छैन खेलाउने मान्छे पनि। हामी चाहिँ त्यही भएर एकछिन बस्यो, त्यसपछि माथितिर जाँदैछ है। माथिल्लो टिमहरू चाहिँ तल्लो राणा गाउँको तल्लो टिमको टिम। हामी चाहिँ माथिल्लो गाउँको पिङ पुग्नलाई है देखाउँदैछु म। पछाडि आउँदैछ कोही। अब माथिल्लो गाउँको पिङ यो चाहिँ है। उतातिर जाँदा पिङ, उतातिर मान्छे टन्नै छ। उतातिर छ थुप्रै मान्छेहरू छ। चाहिँ पिङ खेलिरहेको एउटा छ। भुइँबाटै पिङ हल्लाइरहेको छ माथि नचढिकन। म पनि अब पिङमा चढेँ है त। पिङ खेल्न सुरु गरेँ पिङमा चढेर। गाइजहरू है पिङ खेल्न सुरु भयो। पिङ हल्लाउँदैछ है। राजु राजु ओ राजु
आजको लागि यति नै गाइसहरू लाइक एन्ड नभुल्नु होला सबैजनाले मलाई सपोर्ट चाहिँ गरिदिनु होला है गाइसहरू।